हेलो एभ्रिवान, फेरि पनि स्वागत छ अर्को भिडियोमा यहाँहरूलाई। आज पनि सानो भिडियो बनाएर अपलोड गर्नेछु। केही छैन खास विषय। अब हल्का सरकार चेन्ज हुँदैछ। सरकारमा नियुक्ति, अब प्रधानमन्त्रीको नियुक्तिको लागि 10 दिनको लागि अब के हुने हो त्यही भइरहेको छ। अब रवि लामिछाने बालेन शाह मध्येमा अब बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ होला। रवि लामिछाने पनि पुग्न आउँदैछ। यस्तै छ। अब आजको ब्लगमा केही छैन, खानासाना बनाएको छैन, बनाउनु पर्ला। अब बाँकी सब ठिकै छ। रुमको अवस्था यस्तै हो, बाहिर चाहिँ निस्केको छैन। ठिकै छ, अरू सबै ठिकै छ। अब के छ, एउटा ब्लग बनाउनको लागि एउटा राम्रो माइकको आवश्यकता पर्दछ। माइक चाहिँ मसँग छैन अहिले, आवाज चाहिँ क्लियर छैन। त्यसको लागि माइक किन्नेछु केही दिनपछि। मोबाइल त अहिले क्लियर नै छ। अनि त्यसको लागि एडिटिङको लागि त सबभन्दा राम्रो बेस्ट भनेको क्यापकट नै हो। क्यापकट र भिएन पनि राम्रो छ, त्यसबाट नै एडिटिङ गर्छु म। थम्बनेलको लागि पनि काइन मास्टरबाट पनि राम्रो बनाउन सकिन्छ। यस्तै हो। अब बाहिर अवस्था हेर्दाखेरि घाम पनि लागेको छ। अहिले मौसम त एकदम खुल्ला छ है, ठिकै छ। अब काममा पनि जानु पर्ला, 1-2 घन्टापछि काममा जान्छु होला। राम्रो छ, अब ठिकै छ। आजको मौसम पनि एकदम बढिया छ। अरू के छ त खबर? र अब अहिलेको अवस्था यस्तै हो। अब ब्लग चाहिँ अब यस्तै यस्तो छ।